तो हाई हेलो नमस्कार, म हो अंशुमन भण्डारी। बहुत दिन अगाडिदेखि मैले यो काम थालेको थिएँ आफ्नो घरको ग्रिलको। तो फाइनली आज म फिनिसिङ दिँदैछु। कस्तो लाग्यो गाइस? भिडियोलाई स्किप नगरिकन माथि तल नगरिकन लास्टसम्म हेरिदिनु होला। कस्तो लाग्यो कमेन्ट गरेर भन्नु होला। यो सुनली कलर हो, कफी कलर मारेको थिएँ अस्ति फिनिसिङ, अनि तपाईँको पर्पल कलर मारेको थिएँ। आज चाहिँ म मार्दैछु फाइनल फिनिसिङ गोल्डन कलर। तो फिनिसिङ कस्तो हुन्छ म लास्टसम्म हेर्नु होला यो भिडियोलाई। त्यसको पछाडि कमेन्ट गरेर भन्नु कस्तो के लाग्यो। काम त यति गर्न जान्दिनँ, त्यही पनि अब घरको काम हो। कलर किनेर लिएर आएर आफै गरेँ होइन। के कस्तो लाग्यो भन्नु होला गाइस, अनि कमेन्ट गर्नु होला। राम्रो लाग्यो भने सेयर गर्नु, अनि मेरो भिडियोलाई सेयर गरेर आएर फलो पनि गरिदिनु होला। म पनि तपाईँलाई सपोर्ट गर्नेछु। यो काम चाहिँ फिनिसिङ काम चाहिँ लाहे लाहे गर्नुपर्छ गाइस। मेरो हातमा छ कलर, अनि हेर्न सक्नुहुन्छ बहुतै मेहनत लाग्छ। फिनिसिङ कस्तो हुँदैछ भन्नु होला गाइस। म तपाईँलाई छेउदेखि देखाइदिन्छु है। किनकि यति आउँदैन, आफू अब ड्युटी गर्ने मान्छे हो है। त्यही पनि जति जानिन्छ त्यति गरिन्छु। कस्तो लाग्यो भन्नु होला। यति आउँदैन त्यही पनि गर्दैछु गाइस। प्लिज कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि त्यति भए म पनि अलिकति मलाई पनि प्राउड फिल हुन्छ कि मैले काम राम्रै गरेँ होला। लास्ट फिनिसिङ दिनलाई म रेडी छु। हेर्न सक्नुहुन्छ बिटमा अब लास्ट यताको बिट रहेको छ। त्यसको पछाडि म फिनिसिङ दिन्छु। फिनिसिङ दिएको पछाडि फटाफट काम गरेँ, क्योंकि बेलुका भइसक्यो। बेलुका भएपछि काम गर्न अप्ठ्यारो हुन्छ, किनकि लाहे लाहे काम गर्नुपर्छ। गरिसके पछाडि मैले काम अब फिनिसिङ दिन आँटिसकेँ। काम स्पिड गरौँ भने यो यता र उता लाग्छ, त्यति भए कलरिङ खराब देखिन्छ। त्यही लागि लाहे लाहे काम गर्नुपर्छ। सानो बिटको काम हो, फिनिसिङ काम हो, गोल्डन कलर हो। त्यही लागि गाइस अब हेर्न सक्नुहुन्छ फिनिसिङ। फिनिसिङ कस्तो भयो प्लिज गाइस कमेन्ट गरेर भन्नु होला। एन्डसम्म हेर्नु होला गाइस, किनकि गोल्डन कलर नलगाउन्जेलसम्म ग्रिल एउटा शोभा यानि राम्रो देखिएको थिएन। फाइनल्ली गोल्डन कलर खतम भइसक्यो। लास्ट फिनिसिङ म तपाईँलाई देखाउँदैछु, हेर्नु कस्तो लाग्यो भन्नु होला गाइस। नबिर्सिकन सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला, मेरो च्यानललाई फलो गरिदिनु होला। अंशुमन भण्डारी नाम छ मेरो। म पनि तपाईँलाई सपोर्ट गर्नेछु गाइस। सानो ब्लग लिएर आइरहेको छु म कन्टिन्यू। तो तपाईँहरूको आशीर्वादले म अझै अगाडि बढ्न चाहन्छु। थ्याङ्क यू सो मच। यो तेजपुर युनिभर्सिटीको वाल हो, अनि यो फिनिसिङ हाम्रो घरको गेट हो। कस्तो लाग्यो गाइस कमेन्ट गर्नु होला। लाइक कमेन्ट सेयर गरेर आउनु होला। थ्याङ्क यू सो मच गाइस।